हेलो। यो चाहिँ हाम्रो क्लिनिङ डे शिलङको, हाम्रो गाउँको। गाउँ त के पुरै शिलङमा नै अब क्लिनिङ डे त भइ नै रहन्छ। यहाँ चाहिँ प्लास्टिकहरू यस्तो के भन्छ गार्बेजहरू चाहिँ यसरी बाटोमा फ्याँक्नु दिँदैन, किनभनेदेखिको यहाँनिर बाटोमा यसरी फ्याँक्यो भने चाहिँ फाइन लिन्छ। पुरा साफसफाइ हुन्छ, एकदम सफा छ। हाम्रो शिलङ चाहिँ पुरै सफा छ, त्यसले गर्दाखेरि यहाँ सफाइ गरेर बुढी बोजूले पनि सफा गर्नुहुँदैछ। गाउँको सबैजना मिलेर सफा गर्दैछौँ। अन्त गर्दैछौँमा म चाहिँ छुइनँ, किनकि म चाहिँ ड्युटी जानुपर्छ छिटो छिटो काम सकेर हो, घरको काम सकेर। त्यही लागि मैले चाहिँ आमालाई पठाएको छु। यता गाडी पनि आइरहेको छ, मैला उठाउनु गाडी। सबैजना मिलेर चाहिँ यहाँनिर आमा छेउको दिदी मिलेर सफा गरिरहनु भएको छ। यसरी गर्नुपर्छ है। यहाँ चाहिँ साफसफाइहरू यहाँ चाहिँ एकदम सफा छ।